नमस्कार। आज हामी काँक्रो खेती कसरी गर्ने भन्ने बारे अलिक गहिरिएर कुरा गर्दैछौँ है त। नमस्ते। हामीसँग भएको जानकारीले चाहिँ सफल खेतीका लागि के गर्नुपर्छ भनेर देखाउँछ। आजको हाम्रो छलफलको उद्देश्य भनेको यही जानकारीबाट मुख्य कुराहरू के हुन्, कसरी राम्रोसँग काँक्रो फलाउन सकिन्छ भनेर बुझ्नु हो। एकदम वास्तवमा नि कुनै पनि खेती सुरु गर्नु अगाडि अलिकति योजना बनाउनु अनि कस्तो ठाउँ हो, कस्तो मौसम छ भनेर हेर्नु त परिहाल्छ। हामीलाई दिएको जानकारीले पनि हेर्नुस् त, ठाउँ र मौसम छान्ने कुरालाई सुरुमै जोड दिएको छ। हो त नि, सफल खेतीको लागि यो एकदमै महत्त्वपूर्ण आधार हो। हो, यो कुरा त एकदमै महत्त्वपूर्ण भयो। त्यसो भए पहिलो चरणबाटै सुरु गरौँ न त, ठाउँ छान्ने कुराबाट। जानकारी अनुसार त काँक्रोलाई अलि गर्मी खालको अनि हावामा पानीको मात्रा अलि बढी भएको, मतलब अलि ओसिलो मौसम मन पर्ने रहेछ। अनि माटो चाहिँ कस्तो हुनुपर्छ रे? माटो चाहिँ यस्तो हल्का खालको अनि पानी सजिलै बगेर जाने, त्यो बलौटे दोमट भन्छ नि, त्यस्तो माटो राम्रो हुन्छ भनेको छ। स्यान्डी लोम। स्यान्डी लोम हो, त्यो माटोको फाइदा के भने पानी जम्न पाउँदैन अनि चाँडै तातो पनि हुन्छ, जुन सुरुमा काँक्रोको जरा बढ्नलाई धेरै राम्रो हो। अनि त्यसपछि आउँछ माटो तयार पार्ने कुरा। यसलाई चाहिँ हल्का रूपमा लिनै भएन। सामग्रीमा भनेअनुसार माटोलाई गहिरो गरी खनेर जोतेर हैन एकदम मसिनो बनाउनु पर्ने रहेछ। हो, अनि पानी नजमोस् भनेर निकासको राम्रो व्यवस्था गर्नुपर्ने कुरा पनि छ। एकदमै। त्यो निकास त झन् कति महत्त्वपूर्ण। पानी जम्न थाल्यो कि जरा कुइने, ढुसी लाग्ने डर हुन्छ नि त। अनि गहिरो जोताइले के गर्छ भने जरालाई सजिलैसँग फैलिन ठाउँ दिन्छ, माटोमा हावा पनि खेल्छ। यो भनेको जग बलियो बनाए जस्तै हो के। जग बलियो बनाउने, ठिक हो। अनि माटो तयार भइसकेपछि बिउ छान्ने पालो आयो। यसमा चाहिँ राम्रो क्वालिटीको अनि सकिन्छ भने आफ्नै ठाउँको हावापानीमा चलेको लोकल बिउ नै रोज्नुपर्छ भन्ने सुझाव छ। हो नि, राम्रो बिउ भयो भने उम्रने दर राम्रो हुन्छ, बोट पनि स्वस्थ हुन्छ। अनि लोकल बिउ किन भन्दाखेरि त्यसले त्यहाँको मौसम, त्यहाँको माटो सहन सक्ने क्षमता अलि बढी विकास गरिसकेको हुन्छ, मतलब उत्पादन अलि स्थिर हुन्छ। त्यो पो फाइदा। अब बिउ रोप्ने कुरा गरौँ। यहाँ अलिकति प्राविधिक कुरा रहेछ। माटोको तापक्रम 21 देखि 32 डिग्री सेल्सियस हुँदा रोप्नु सबैभन्दा राम्रो रे। त्यो तापक्रम एकदमै महत्त्वपूर्ण छ। अनि बोटको बीचमा 20 देखि 25 सेन्टिमिटर जति दूरी राख्नुपर्छ भनिएको छ। हो, त्यो तापक्रमको रेन्ज किन ठिक भन्दा त्यति बेला बिउ छिटो उम्रिन्छ अनि एकनासले उम्रिन्छ। जहाँसम्म दूरीको कुरा छ नि, त्यो दूरी राख्यो भने हरेक बोटले राम्रोसँग घाम पाउँछ, हावा पाउँछ, माटोबाट खाने कुरा पनि तान्न पाउँछ। एकदम खान दिएर रोप्यो भने त बोटहरू बीच नै प्रतिस्पर्धा हुन्छ नि त, अनि राम्रोसँग हुर्कन पाउँदैन। हो र? बुझेँ। ल, बिउ पनि रोप्यो। अब उम्रेर बोट बढ्न थालेपछि पानी कसरी दिने त? सिँचाइ सुरुमा त नियमित दिनुपर्ने, तर पछि चाहिँ माटो हेरेर कतिको सुक्खा छ त्यही अनुसार मात्रै दिने, अनि पानी जम्न चाहिँ दिनै भएन भन्छ। एकदम ठिक। सुरुमा नियमित पानी दिँदा जरालाई माटोमा समात्न मद्दत पुग्छ, तर बोट अलि हुर्किसकेपछि चाहिँ माटोको माथिल्लो भाग अलि सुक्खा हुन थालेपछि मात्र पानी दिँदा राम्रो। धेरै पानी भयो भने जरा वरिपरि अक्सिजन कम हुन्छ क्या, त्यसले बोटलाई फाइदा गर्दैन, उल्टे हानि गर्छ। हो र? धेरै पानी पनि नहुने। अनि मलखाद नि पोषणको लागि के भनिएको छ? नाइट्रोजन र फस्फरस भएको मल चाहिने, अनि जैविक मल प्रयोग गरे झनै राम्रो भन्ने कुरा छ। हो, यी तत्त्वहरू किन चाहियो भने जस्तो नाइट्रोजनले बोटको पात, डाँठ बढ्न, हरियो हुन मद्दत गर्छ। अनि फस्फरसले चाहिँ जरा बलियो बनाउन र पछि फल लाग्नलाई एकदमै आवश्यक हुन्छ। अनि जैविक मलको फाइदा के भने यसले माटोको बनावट नै सुधार्छ क्या, अनि पोषक तत्त्वहरू पनि बिस्तारै लामो समयसम्म दिइरहन्छ। त्यो चाहिँ राम्रो कुरा भयो। तर खेती गर्दा रोग किरा त लागिहाल्छ नि, हैन? त्यो त समस्या भइहाल्छ कहिलेकाहीँ। सामग्रीमा चाहिँ सामान्य रोग किराबारे जानकारी राख्नु पर्यो, अनि आवश्यक परे जैविक वा रासायनिक दुवै कीटनाशक प्रयोग गर्न सकिन्छ भनेर अलि खुला छोडेको जस्तो छ। हो, दुवै विकल्पबारे भनिएको छ। खासमा त रोकथाममा ध्यान दिनु राम्रो, जस्तै खेतबारी सफा राख्ने, अनि केही समस्या देखियो भने छिट्टो पहिचान गरेर समयमै त्यसको व्यवस्थापन गर्ने। अब जैविक कि रासायनिक भन्ने कुरा चाहिँ कस्तो अवस्था छ, कति समस्या छ, त्यसमा भर पर्ला। यो भनेको आइपिएम मतलब एकीकृत शत्रुजीव व्यवस्थापन जस्तै भयो। ठीक हो। ल, यत्रो मेहनत गरेपछि त अब फल टिप्ने मेला आउँछ होला,
त्यो चाहिँ सबैभन्दा रमाइलो होला। अनि कति दिनमा तयार हुन्छ रे काँक्रो? 50-60 दिनमै? सामान्यतया त्यस्तै 50 देखि 60 दिनमा टिप्नलाई तयार हुन्छ। छिट्टै रहेछ त। अँ, तर टिप्दा चाहिँ ठिक रङ र आकार हेरेर ठिक समयमा टिप्नुपर्छ। त्यो समयमै टिप्नु किन महत्त्वपूर्ण? किनभने समयमा टिपियो भने काँक्रोको स्वाद, त्यो कस्तो कुरुम कुरुम हुन्छ नि, त्यो बनावट अनि गुणस्तर सबै राम्रो रहन्छ। धेरै पाक्न दियो भने त अलि खल्लो हुने, भित्रको दाना कडा हुने, स्वाद बिग्रिने हुन्छ। ए, त्यसो पो हो। अनि अन्त्यमा टिपिसकेपछि चाहिँ धेरै नराख्ने, छिट्टो प्रयोग गर्ने कि चिसो ठाउँमा राम्रोसँग भण्डारण गर्नुपर्ने भनिएको छ। हो, काँक्रोमा पानीको मात्रा धेरै हुन्छ नि त, त्यही भएर चाँडै ओइलाउने, बिग्रिने डर हुन्छ। टिप्ने बित्तिकै त्यसलाई कसरी ताजा राख्ने भनेर सोच्नु परिहाल्छ। त्यसो भए आज हामीले जुन चरणहरू हेर्यौं नि, यसबाट के बुझियो त भन्दा सफल काँक्रो खेती भनेको त्यत्तिकै बिउ रोपेर हुने कुरा मात्रै होइन रहेछ। होइन, यसमा त सही ठाउँ सही माटो छान्नेदेखि लिएर होइन, पानी कति दिने, मल कस्तो हाल्ने, रोग किराबाट कसरी बचाउने अनि ठिक समयमा टिप्ने, हरेक कुरामा ध्यान दिनुपर्ने रहेछ। एकदम योजना बनाएर सन्तुलित तरिकाले गर्नुपर्ने रहेछ। ठ्याक्कै। अनि यसले एउटा कुरा सोच्न लगाउँछ नि, होइन? के कुरा? यी जुन आधारभूत कुराहरू छन् नि, जस्तो माटोको स्वास्थ्यमा ध्यान दिने, पानी खेर नफाली प्रयोग गर्ने, मलखाद मिलाएर दिने, यी कुराहरू काँक्रो खेतीमा मात्रै सीमित होला नि त? कि यिनै सिद्धान्तहरू अरू तरकारी बाली, अन्न बाली अथवा समग्र कृषि प्रणालीलाई नै दिगो र बढी उत्पादनशील बनाउन पनि उत्तिकै काम लाग्छन् होला? हो त नि, यो त महत्त्वपूर्ण प्रश्न भयो। हो, यो ज्ञानले हाम्रो समग्र कृषिको बुझाइलाई कसरी फराकिलो बनाउन सक्छ भन्ने बारे सोच्नु पनि फाइदाजनक नै हुन्छ होला।